नमस्कार सम्पूर्ण देशप्रेमी दर्शकहरू, स्वागत छ यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुनै जित वा हार अर्थात् राजनीतिक विश्लेषण हामी गर्ने छैनौं। आजको भिडियोमा समर्पित छ साहस, समर्पण, देशप्रेम र मानवताको सर्वोच्च उदाहरण बनेका एक नेपाली योद्धा निर्मल पूर्जा अर्थात् निम्स दाइ र उहाँसँगै ज्यान गुमाउनु भएका सम्पूर्ण आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथीहरू, हिमाल चढ्नु केवल एउटा यात्रा मात्र होइन, यो मृत्यु र जीवन बीचको एउटा सङ्घर्ष पनि हो। यो आफ्नो सीमालाई चुनौती दिने साहस पनि हो। यहाँ एउटा गल्तीले जीवन नै समाप्त हुन सक्छ, तर यही जोखिमका बीच केही मानिसहरू इतिहास लेख्न निस्कन्छन्। नेपाल सानो देश हो, तर हिमालको देश। संसारका सर्वोच्च हिमालहरू हाम्रो भूमिमा छन्, तर एक समय थियो जब हिमालको चर्चा हुन्थ्यो, नेपालीहरूको योगदान ओझेलमा पर्थ्यो। संसारले हिमाल देख्थ्यो, तर हिमाल चढाउने नेपालीहरूलाई पर्याप्त सम्मान भने दिँदैनथ्यो। त्यही समयमा एक नेपालीले संसार देखाए कि नेपाली केवल बाटो देखाउने मात्र होइनन्, इतिहास बनाउने पनि हुन्। त्यो नाम हो निर्मल पूर्जा निम्स दाइ। ब्रिटिस सेनाको विशेष फौज स्पेशल बोट सर्भिसमा सेवा गरेका निम्स दाइले आफ्नो सुरक्षित जीवनलाई छोडेर एउटा असम्भव सपना देख्नुभयो। संसारका सबैभन्दा अग्ला 14वटा 8000 मिटर भन्दा माथिका हिमालहरू छोटो समयमा आरोहण गर्ने सपना पनि देख्नुभयो। धेरैले भन्नुभयो यो कुरा बिल्कुल असम्भव छ, किनकि त्यो समयसम्मको विश्व कीर्तिमान लगभग 8 वर्षभन्दा बढी थियो। तर निम्स दाइले असम्भवलाई चुनौती दिनुभयो। सन् 2019 मा उहाँले सुरु गर्नुभयो प्रोजेक्ट पोसिबल। निर्मल पूर्जाले संसारका सबै 14वटा 8000 मिटर भन्दा अग्ला हिमालहरू केवल 6 महिना 6 दिनमै आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गर्नुभयो। संसार नै स्तम्भ बन्यो। जुन उपलब्धिलाई धेरैले असम्भव भनेका थिए, त्यो एक नेपालीले सम्भव बनाए। त्यो केवल व्यक्तिगत सफलता भने थिएन, त्यो नेपालको जित थियो, त्यो नेपाली झण्डाको जित थियो। त्यो संसारलाई दिएको सन्देश थियो कि नेपालीहरू साहस, समर्पण र क्षमतामा कसैभन्दा कम छैनन्। निम्स दाइ जहाँ जहाँ पुग्नुभयो त्यहाँ नेपालीको झण्डा फरफराउनु भयो। संसारका सर्वोच्च शिखरहरूमा नेपाली पहिचानलाई गर्वका साथ प्रस्तुत गर्नुभयो। उहाँले विश्वलाई देखाइदिनु भयो कि नेपाली केवल हिमालको काखमा जन्मिएका मानिस मात्र होइनन्, हिमाल जित्ने साहसी योद्धा पनि हुन्। उहाँको कथा केवल नेपालमा मात्र सीमित रहेन। विश्व प्रसिद्ध डकुमेन्ट्री 14 पिक्स नथिङ इज द इम्पोसिबल मार्फत संसारभरका करोडौं मानिसहरूले नेपाली साहसको कथा देखे। उहाँले केवल कीर्तिमान मात्र बनाएनन्, उहाँले नेपालको नामलाई विश्वको नक्सामा अझ गर्वका साथ स्थापित गर्नुभयो। तर साथीहरू, हिमाल सधैँ दयालु हुँदैनन्। हिमालले कहिलेकाहीँ आफ्नै काखैमा सधैँका लागि सुताइदिन्छन्। आज पाकिस्तानको काराकोरम पर्वत श्रृङ्खलामा रहेको विश्वको 12औं अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा निम्स दाइ सहित नेपाल तथा विदेशी आरोहीहरूको दुःखद निधनको खबरले सम्पूर्ण विश्वलाई नै स्तम्भ बनाएको छ। यो केवल केही व्यक्तिको मृत्यु मात्र होइन, यो साहसका प्रतीकहरूको विदाई हो, यो सपनाको अधुरो यात्रा हो। उहाँहरू आफ्नो व्यक्तिगत सफलताका लागि मात्र होइन, मानव साहसको सीमा विस्तार गर्न निस्कनु भएको थियो। उहाँहरूको भौतिक शरीर आज हामी माझ नरहन सक्छ, तर उहाँहरूको साहस, समर्पण र योगदान कहिल्यै समाप्त हुने छैन। निर्मल पूर्जा नाम अब केवल एउटा व्यक्ति मात्र होइन, उहाँ एउटा प्रेरणा हुनुहुन्छ, उहाँ एउटा इतिहास हुनुहुन्छ, उहाँ एउटा युग हुनुहुन्छ। नेपालका लाखौं युवाहरूले अब ठूला सपना देख्न सिकेका छन् भने त्यसमा निम्स दाइ जस्ता व्यक्तिहरूको ठूलो योगदान छ। आज हामी गर्वका साथ भन्न सक्छौं, हामी नेपाली हो, त्यही देशका नागरिक हौं जहाँबाट निर्मल पूर्जा जस्ता वीर जन्मिन्छन्। आज हामी सम्पूर्ण दिवंगत आरोही प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। ईश्वरले उहाँहरूको आत्मालाई चिर शान्ति प्रदान गरून्। शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकहरूप्रति हार्दिक संवेदना व्यक्त गर्दछौं। वीरहरू कहिल्यै मर्दैनन्, उहाँहरू आफ्नो साहस, प्रेरणा र इतिहास मार्फत सधैँ बाँचिरहन्छन्। हार्दिक श्रद्धाञ्जली निर्मल पूर्जा, निम्स दाइ तथा सम्पूर्ण दिवंगत आरोहीहरूप्रतिमा। ओम शान्ति।